के तपाईलाई युट्युब फेसबुकका भिडियोहरू अफलाइन हेर्न मन लाग्छ? आज म तपाईलाई यस भिडियो अन्तर्गत रहेर एउटा यस्तो एप देखाउने छु जसको मद्दतले तपाईले मोबाइलमा पूरा भिडियो डाउनलोडिङ गर्न सक्नुहुन्छ, त्यो पनि एचडी क्वालिटीमा। आजको भिडियोमा हामी चर्चा गर्ने छौं एकदमै पपुलर एप स्न्यापट्युबको बारेमा। यसले तपाईलाई विभिन्न प्लेटफर्मबाट हाई क्वालिटीमा भिडियो डाउनलोड गर्न मद्दत गर्दछ। सबैभन्दा पहिला जानौं स्न्यापट्युब के हो। स्न्यापट्युब एउटा एन्ड्रोइड एप्लिकेसन हो जसले विभिन्न सोशल मिडिया प्लेटफर्मबाट भिडियो डाउनलोड गर्न मद्दत गर्छ। यसको मुख्य काम भनेको युट्युब भिडियो डाउनलोड गर्नु, MP3 अडियोमा कन्भर्ट गर्नु, फेसबुकका भिडियो वा रिल्सहरू सेभ गर्नु, त्यो पनि एचडी क्वालिटीमा। यो एप खास गरी त्यस्ता युजरहरूका लागि उपयोगी छ जसले बारम्बार भिडियो अफलाइन हेर्न चाहन्छन्। अब जानौं यो एप कसरी डाउनलोड गर्ने। यो एप डाउनलोड गर्नका लागि मैले तपाईलाई एउटा डिस्क्रिप्सन बक्समा दिएको लिंकमा पनि जान सक्नुहुन्छ र तपाई आफै सर्च गरेर डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईले सबैभन्दा पहिले आफ्नो मोबाइलमा रहेको क्रोम ओपन गर्नुहोला। क्रोम ओपन गरिसकेपछि तपाईले सर्च बारमा स्न्यापट्युब लेख्नुहोला। स्न्यापट्युब लेखिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ सुरुकै अप्सनमा आइसकेको छ स्न्यापट्युब एप्लिकेसन। यसमा क्लिक गर्नुहोला। यसमा क्लिक गरिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ डाउनलोड स्न्यापट्युब। यसमा क्लिक गर्नुहोला। यसमा क्लिक गरिसकेपछि तपाई स्न्यापट्युब एप डाउनलोड भइसकेको छ। त्यसपछि तपाईले क्रोमबाट आफ्नो एपलाई इन्स्टल गर्नुहोला। तपाईले स्न्यापट्युब एप्लिकेसन इन्स्टल भइसकेपछि एप्लिकेसन ओपन गर्नुहोला। त्यसपछि तपाईले यहाँ पर्मिसन दिनुहोला, अलाउ गर्नुहोला। त्यसपछि यहाँ देख्न सक्नुहुन्छ यस्तो प्रकारको इन्टरफेस आउँछ। नेक्स्टमा क्लिक गर्नुहोला। नेक्स्टमा क्लिक गर्नुहोला। यसमा क्लिक गर्नुहोला। त्यसपछि तपाईको अगाडि यस्तो प्रकारको इन्टरफेस आउँछ। तपाईले यहाँ देख्न सक्नुहुन्छ सर्च। यसमा क्लिक गर्नुभयो भने तपाईको अगाडि सर्च गर्ने अप्सन आउँछ। त्यसपछि युट्युबमा जानुभयो भने तपाईले आफ्नो मोबाइलको युट्युब ओपन भए जस्तै भिडियो देख्न सक्नुहुन्छ। त्यसपछि म्युजिकमा जानुभयो भने तपाईले यहाँ विभिन्न म्युजिक देख्न सक्नुहुन्छ। त्यसपछि तपाईले यहाँ म्युजिक, मुभी जस्ता विभिन्न प्रकारका भिडियोहरू डाउनलोड गर्न सक्नुहुन्छ। तपाईले यहाँ सर्च गर्नुभयो जस्तै कि मुभी भनेर सर्च गर्नुभयो भने तपाईको अगाडि धेरै फिल्महरू आउँछ। तपाईले मुभीमा क्लिक गरेर डाउनलोडको अप्सनमा क्लिक गर्नुहोला र तपाईले यहाँ भिडियोको अप्सनमा देख्न सक्नुहुन्छ फास्ट, हाई क्वालिटी र म्युजिकको अप्सनमा देख्न सक्नुहुन्छ फास्ट, कन्सेन्ट, MP3। तपाईले मुभीलाई हाई क्वालिटीमा डाउनलोड गर्नका लागि हाई क्वालिटीमा टिक लाउनु होला र डाउनलोडमा क्लिक गर्नुहोला। त्यसपछि तपाईको आफ्नो फिल्म डाउनलोड हुन थालिसकेको छ र यहाँ केही समय एड आउँछ। तपाईले यहाँ देख्न सक्नुहुन्छ प्ले। यसमा क्लिक गर्नुभयो भने तपाईले यहाँबाट के डाउनलोड गर्नु भएको छ र कति समय लाग्छ डाउनलोड हुनलाई देख्न सक्नुहुन्छ। त्यसपछि म्युजिक डाउनलोड गर्नका लागि तपाईले यहाँ सर्च बारमा गएर आफूले कुन गीत सुन्न चाहनु भएको हो सर्च गर्न नि सक्नुहुन्छ। अर्थात् सङ भनेर सर्च गर्नुभयो भने पनि यहाँ धेरै सङहरू आउँछ। जस्तै कि देख्न सक्नुहुन्छ तपाईले धेरै सङहरू आएको छ। तपाईले यहाँ सर्च बारमा युट्युब सर्च बारमा जस्तै गरी सर्च गर्न सक्नुहुन्छ। अब म्युजिक डाउनलोड गर्नका लागि तपाईले यहाँ आफूले कुन म्युजिक सुन्न चाहनु भएको हो सर्च गरेर म्युजिक ओपन गर्नुहोला। म्युजिक ओपन गरिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ डाउनलोडको अप्सन। यसमा क्लिक गर्नुहोला। त्यसपछि तपाईले यहाँ कन्सेन्ट्स MP3 मा डाउनलोड गर्न चाहनु भएको वा फास्टमा डाउनलोड गर्न चाहनु भएको क्लिक गर्नुहोला। त्यसपछि डाउनलोडमा क्लिक गरिदिनु होला। तपाईले यहाँबाट म्युजिक सुन्न सक्नुहुन्छ। त्यसैगरी यहाँबाट म्युजिक प्ले गरेर तपाई ब्याक जानुभयो भने पनि तपाईको म्युजिक
बजिरहनेछ र तपाईको म्युजिक क्यान्सल हुने छैन। यो त भयो भिडियो, फिल्म वा सङ कसरी डाउनलोड गर्ने। अब हामी जानौं सबैभन्दा पहिले जानौं युट्युब भिडियो कसरी डाउनलोड गर्ने। तपाईले यहाँ युट्युबमा जानु होला। युट्युबमा गइसकेपछि तपाईले कुन भिडियो डाउनलोड गर्न चाहनु भएको हो त्यसमा क्लिक गर्नु होला। मैले यो भिडियो डाउनलोड गर्न चाहे। अब तपाईले यहाँ देख्न सक्नुहुन्छ शेयरको अप्सन, यसमा क्लिक गर्नु होला। त्यसपछि यतापटि सार्नु भयो भने यहाँ मोरको अप्सन देख्न सक्नुहुन्छ। त्यसपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ स्न्यापट्युबको अप्सन, यसमा क्लिक गर्नु होला। भिडियो डाउनलोड गर्न चाहनु भएको हो भने यहाँ भिडियोको हाई क्वालिटीमा क्लिक गर्नु होला र डाउनलोडमा क्लिक गरिदिनु होला। त्यसपछि तपाईले यहाँ यस्तो प्रकारको इन्टरफेस आउँछ। तपाईले यहाँ भिडियो डाउनलोड हेर्न चाहनुहुन्छ भने भ्यूमा क्लिक गर्नु होला, नत्र भने नट नाउमा क्लिक गर्नु होला। यो त भयो युट्युबबाट कसरी भिडियो डाउनलोड गर्ने। अब जानौं फेसबुकबाट कसरी डाउनलोड गर्ने। यसका लागि तपाईले आफ्नो मोबाइलमा रहेको फेसबुक एप्लिकेसन ओपन गर्नु होला। त्यसपछि तपाईले कुन भिडियो डाउनलोड गर्न चाहनु भएको त्यसमा क्लिक गर्नु होला। तपाईले यसमा कुन भिडियो डाउनलोड गर्न चाहनु भएको त्यस भिडियोको साइडमा देख्न सक्नुहुन्छ शेयरको अप्सन, यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईले साइडमा देख्न सक्नुहुन्छ मोरको अप्सन, यसमा क्लिक गर्नुभयो भने यसमा पनि तपाईले देख्न सक्नुहुन्छ स्न्यापट्युबको अप्सन, यसमा क्लिक गरिदिएर म्युजिकमा डाउनलोड गर्न लाग्नु भएको वा भिडियोमा डाउनलोड गर्न लाग्नु भएको सिलेक्ट गर्नु होला र डाउनलोड गर्नु होला। त्यसपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ तपाईको भिडियो डाउनलोड भइसकेको छ। यो स्न्यापट्युब एप एकदमै फास्ट र हाई क्वालिटी भिडियो डाउनलोड एप हो। यसमा धेरै थोरै समयको एड आउँछ। हस्त साथीहरु, आजलाई यति नै। यदि भिडियो मन परेमा भिडियोलाई लाइक गर्नु होला र आफ्नो प्रतिक्रिया कमेन्ट गर्नु होला र साथीलाई शेयर गर्नु होला। तपाई यस्तै टिप एन्ड ट्रिक्सका बारेमा जान्न चाहनुहुन्छ भने हाम्रो यस च्यानललाई सब्स्क्राइब गरी नजिकैको बेल आइकनमा प्रेस गर्न पनि नबिर्सनु होला। हस्त, धन्यवाद।